हजुरलाई टल केटा मन परेको सर्ट टल केटाको सर्ट आफू सर्ट छ अनि टल केटाको सर्ट म जतिको हाइट भएको भनौँ न ब्रो यार ल हामी दुईटामा को हुन्छ ल भन सोध हामी दुईटामा को अग्लो को हो ल ब्ल्याक टी सर्ट होला आज मैले 127 जनादेखि इग्नोर खाइरहेको छु यहाँ बाबु सोन त सोध्यो माइक चाहिँ तल खस्ला कम्बल पोखरीमा है ख्याल गर बाबु यो चाहिँ डर लगाइरहेको छ अघिदेखि बाबुले अनि यस्तो यस्तो दिइरहेको न ज्याप खस्यो भने त के गरेर यता नउति के हुन्छ अनि त्यसपछि बर्बाद हुँदैन ऱ्यापर भएर होला सायद ऱ्यापर हो तिमी अच्छा गाना पनि सुनाइन्छ भन्नु न कुन गाना बाबु जुन पनि हुन्छ बाबु सुन न यो के हो के लेख्यो टाइगर के राइटर यो सिस्टर लभ सिस्टर लभ आई डोन्ट ह्याभ अ मम नेपालीमै भन्नु बाबु हैन ल भन यस्तो अन्त गाइज होइन उसको आमा हुँदैन त्यसले दिदीलाई आमा बुवा मान्छ नि त्यसको ल बाबु है त ल ल सोध बाबु है त भान्जा सुन न म जतिको हाइट भएको केटा हुन्छ कि भनेर सोध्यो कि नै नै थाहा छ त मलाई तपाईँ हुँदैन ल हुँदैन भयो सबैबाट हुँदैन कोही 10मा 8 जनाबाट हुँदैन भयो 8 जना 2 जना त हुँदो रहेछ नि त 2 जना ल त्यो 2 जना खोजेर ल्याउने चाहिँ तिम्रो है ल हुँदैन भने चाहिँ छैन भविष्य मेरो होइन होइन भान्जा किन छैन छ पैसा कमाउनु न ल पैसा कमाए चाहिँ हुन्छ फेरि म त्यो हाइट भएको ल ओके भान्जा सो गाई चाहिँ आज म उहाँ बुनुहरूसँग बोल्न जाँदैछु हेलो बुनु अब यो दादालाई कता देखे जस्तो लाग्यो कता देखे जस्तो लाग्यो अरे गजब बेइज्जती है मेरो कहाँ देखे जस्तो लाग्यो देख्नु यहाँमा रावत फार्मेसी हेर्नु न टिकटक हेर्छु ए त्यही भएर त कहाँ देखे जस्तो लाग्यो एनिवे अनि कतिमा पढ्नुहुन्छ बुनुहरू हजुर कतिमा पढ्ने म 10 मा हजुर एचए फर्स्ट इयर कुन कलेज नाम्स कहाँ छ यो पुरानो बानेश्वर हजुर कुन म रत्नराजी हजुर कतिमा 7 मा कुन स्कुल गोरेश्वरी गोरेश्वरी भनेको पशुपति अनि हजुर म भर्खर एचए दिएको एसी दिनुभएको है कुन स्कुलदेखि कर्णाली कहाँ छ कर्णाली ए कैलाली अनि हजुर मेरो ब्याचलर फर्स्ट इयर जोइन गरे हो कुन कलेज के अरे यो एनसीसी बानेश्वर नेपाल कमर्स क्याम्पस ल राम्रोसँग पढ्ने ठुलो मान्छे बन्ने अनि विदेश जाने प्लान छ कि यतै हो सबैहरूको पढेर विदेश जाने किन अब त बालन सरकार आइसकेको छ देशमा केही होला नि त है हुन तपाईँले पढिसक्दासम्म केही भइसक्छ जानु पर्दैन भन्ने हामीलाई पूर्ण आशा छ है त ल धन्यवाद बुनुहरूलाई है त हुन्छ दाइ थ्याङ्क यू बाई बाई ल थ्याङ्क यू सो मच फर यर भ्यालुएबल टाइम है त थ्याङ्क यू दाइ